भिडियो गरिबस्छ कता यही हो नानी हाम्रो बढी इन्द्रावती गाउँपालिकाको ओरा कार्यालय हो यो इन्द्रावती गाउँपालिकाको के गर्न जाला रे कान्ता आज ओरा कार्यालय हामी जाँदैछौँ के गर्ने हिँडेर आज त हामी यहाँ अपाङ्गहरूको नवीकरण गर्न हिँडेको अपाङ्ग वृद्धहरूको सबैको नवीकरण गर्न ओरा कार्यालय आउँदैछौँ है हिँड्दैछौँ होइन के आउँछ हिँड्दैछौँ यो चाहिँ ओरा कार्यालय गेट आइपुग्न त्यो तल झाडी हुन्थ्यो नि दुख्दैन थियो नि ओरा कार्यालय आइपुग्न ओरा कार्यालय यो चाहिँ नटपुल बजार त्यहाँ घुँडो त्यहाँ टेपेर घुँडामा केही लाउने बनाउनु पर्ने क्या हो त्यसो गर्नुपर्छ लाउने त बनाउने हाम्रो विनोद भाइलाई हिँड्नु धेरै गाह्रो छ के गर्नु मान्छे मोटाएको छ मेरो भिवर साथीहरूलाई सबैलाई हेर्नु त यहाँ हामी इन्द्रावती गाउँपालिका नवलपुर सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका नवलपुरको ओरा कार्यालय ओरा कुमार साडको ओरा कार्यालय झगडा छिर्दैछु छिर्दैछु है म अब ल सेयर सब्सक्राइब सबै गर्नु है हामी ओरा कार्यालयको गेटमा छिरिसकेँ ल भयो युट्युबको लागि ल सेयर सब्सक्राइब गर्नु है सबै युट्युबका साथीहरूले ओरा कार्यालयभित्र जाँदैछु यो खुर्कीले चाहिँ के अपाङ्ग मन्त्री मैत्रीपूर्ण खुर्कीले यो 4 नम्बर ओरा कार्यालय इन्द्रावती गाउँपालिकाको ओरा कार्यालयको अपाङ्ग मैत्रीपूर्ण यहाँ बारहरू पनि छ अब सटक्कै यहाँ घुमाइदिन्छ है एकचोटि कस्तो राम्रो उहाँको ओरा कार्यालय है ओरा कार्यालय कति अरू नरे खालि ओरा कार्यालय पनि भने कस्तो त 4 नम्बर ओरा कार्यालय भयो पुग्यो कि भित्र गाडी खिच्नुपर्छ भित्र जानु भित्र ल म चाहिँ के भने ल्यान्थेँ ओरा कार्यालयको भित्रै माथि पुग्नु पर्दैन माथिल्लो कोठा माथि युट्युबका साथीहरूलाई है युट्युबका साथीहरू तपाईँहरूले मान्छे झन् पठाइदिनु है ओरा कार्यालयको हामी माथि पुग्दैछौँ अब मासु तलमा छौँ है ठ्याक्कै मासु तलमा आइपुग्यौँ लाइक सेयर सब्सक्राइब सबै गर्नु होला नमस्ते लाइक सेयर सब्सक्राइब पनि गर्नु होला हामी दिदी भाइ आएका छौँ क्यामेरा खेल्ने दिदी हुनुहुन्छ ठ्याक्कै भित्र बसौँ लाइक गर्नु कमेन्ट गर्नु यता कोठा सेयर गर्नु सब्सक्राइब गर्नु हामी भित्र बस्यौँ है त अब यता भित्र यता ल बस्नु मारिदिउँ खोल्नु पर्छ ल कार्यालय भित्र ल त्यहाँ बस् त्यहाँ बस् छिर्यौँ ल राखाइ ल त्यहाँ बस् अनि एउटा खाइन्छ बस्यौँ ओरा कार्यालय प्रमुख जित्यो हामी सबैजना यता है त सेयर सब्सक्राइब गर्नु होला है मेरा युट्युबका साथीहरूले
ल अब म अहिले यो भिडियोलाई बिदा दिँदै बिदा हुन्छु हस् त।